ज्यान बचाउ रे बाबा रे, ज्यान बचाउ रे। यहाँ मलाई यत्रो डन, यो चाहिँ हाम्रो गाउँको डन है साथीहरूले घुम्न जानुपर्छ यो डाँडातिर भन्दा घुम्नु गइएको छ भने आउँछ न टक्क रमाइलो तरिकाको ब्लगहरू। ल हेर्दा यस्तारी कुसाकडा हाल्यो अनि राम राम राम। तो हेलो साथीहरू, आज पनि न्यू ब्लगको साथ यहाँ उपस्थित भइसकेको छु है। म चाहिँ कपाल सपाल काटेर चट्ट हिँड्छौँ भयो अरे अनि वस्तु कोठाले गर्दैछु। आज नि होम टाउन ब्लगै लिएर उपस्थित भएको छु, किनकि जाने ठाउँ कहीँ छैन। चट्ट नयाँ वर्षको दिन चाहिँ टक्क नयाँ भिडियो आउँछ, नयाँ तरिकाको। सम्पूर्णलाई सपोर्टहरू गरिदिनु होला। अनि जति पनि नयाँ जोडिनुहुन्छ च्यानललाई चाहिँ सब्सक्राइब, लाइक, कमेन्टहरू गर्न नभुल्नु होला। अनि जतिजनाले सब्सक्राइब गरिदिइराख्नु भएको छ अनि भिडियोलाई हेरिदिइराख्नु भएको छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ तपाईँहरूले त्यो पनि कमेन्टहरू गरिदिनु होला। अनि किनकि मलाई मोटिभेसन पुग्नु छ है, तपाईँहरूको लाइक, तपाईँहरूको कमेन्ट, तपाईँहरूको सेयर, तपाईँहरूको सब्सक्राइबरले अझै नयाँ नयाँ तरिकाको भिडियोहरू ल्याउने मोटिभेसन मलाई पुग्ने छ भन्ने आश गरेको छु। अनि आज चाहिँ अलिक हेन्छम पनि देखिरहेको छु। अनि नयाँ नयाँ लुगा, नयाँ त के भन्नु पुरानै हो, त्यही पनि धुरा सर्ट सफाइ गरेपछि राम्रै नयाँ देखिँदो रहेछ होइन। अलिकति हेन्छम देखिरहेको छु कि घामले टल्केर कि। अनि यो चाहिँ हाम्रो किरण 11 साइजको किरण, तर खासै मर्मतहरू भर्खर भइरहेछ, खनी चाहिँ राखिएको छ होइन। गेम सेम यसो सालमा एकचोटि चाहिँ हुने गर्छ। अनि त्यहाँ भर्खरै त्यहाँनिर मर्मतहरूको अवस्था भइरहेको छ। अनि यही हो साथीहरू, भन्ने कुरो के छैन। अनि अर्को मेन कुरो चाहिँ के हो भने तपाईँहरूले जति पनि सब्सक्राइब गरिदिनु भएको छ होइन, सब्सक्राइब गरेर यसो देखावटी सब्सक्राइब फेरि एकछिनबाट एकछिन त के भन्नु, एक दिन सब्सक्राइब गरेर भोलिपल्ट फेरि अनसब्सक्राइब गरिदिनु भएको छ होइन। अनि भिडियो लगाउँछु, अनि भिडियो लगाएपछि यस्तै त हो नि, अब कन्टिन्यू भिडियो आउँदैन। अनि कतिजनाले फलो ब्याक दिनु है भनेर पनि राख्नुभएको छ, उहाँहरूलाई पनि भिडियो युट्युब खोलेर यसो देख्ने बित्तिकै फलो ब्याकहरू पनि दिइरहेको छु। अनि जहाँसम्म लाग्छ फलो ब्याक दिइसकेपछि फेरि साथीहरूले अनि फलो ब्याक माग्छ, फलो ब्याक दिइसकेपछि फेरि आयो च्यानललाई अनसब्सक्राइब गरिदिनु रहेछ होइन। त्यही पनि ठिकै छ, यो पनि तपाईँहरूले पनि एकछिनको लागि पनि माया देखाइदिनु भएको छ, यसको लागि पनि केही छैन। किनकि जिरो लेभलबाटै उठ्ने हो, जिरो लेभलबाट उठे पनि खुट्टा तान्नेहरू हजारौँ हुन्छन् होइन। त्यसको लागि पनि नो प्रब्लम भन्न चाहन्छु। अनि यस्तै छ, अनि भर्खर अनि बसिराखेको छ होइन। अनि तर नयाँ वर्षमा चाहिँ चट्ट यस्तो आउँछ होला, नयाँ ठाउँतिर घुमेको होइन। त्यही है कुरो साथीहरू। ल बस्छु चाहिँ त्यता चढिरहेको छ है, पानी पऱ्यो हल्का हल्का हरियो भइरहेको छ, गिरनहरू पनि सट्ट यहाँ फुच्चे आउँदाखेरि मलाई कुट्नुको लागि केटो डन पल्टियो अरे। यस्तै छ पाहाडको ठाउँमा साथीहरू। ल हेर्नुहोस् है, ज्यान बचाउ रे बाबा रे, ज्यान बचाउ रे। यहाँ मलाई यत्रो डन, यो चाहिँ हाम्रो गाउँको डन है साथीहरू। पुरा कुट्नुलाई केटोले खेदिरहेको छ होइन। दाइको छोरो केटो पुरा शेर पल्ट्यो भने शेर भएर आउँदा लड्ला चाहिँ केटा, फेरि लड्यो भने म केही जान्दिनँ नि। अनि त्यही हो साथीहरू, अब यस्तै हो। सायद नयाँ वर्षमा साथीहरूले घुम्न जानुपर्छ यो डाँडातिर भन्दा घुम्नु गइएको छ भने आउँछ न टक्क रमाइलो तरिकाको ब्लगहरू। अनि ल हेर्दा यस्तारी कुसाकडा हाल्यो अनि राम 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 पुऱ्याएर भागो। अनि घुम्नु गयो भने टक्कै एकदम इन्टरटेनमेन्ट होइन, साथीभाइहरूसँगको रमाइलो सर्ट एउटा क्याप्चर तरिकाको मोमेन्ट सर्ट आउँछ। ब्लग नयाँ वर्षको लागि टक्क वेटिङ गर्नु होला। अनि नयाँ तरिकाको भिडियो अब यस्तै छ यी गाउँमा होइन। मेरो चाहिँ एउटै तरिकाको यी अब गोठाले गरेको के गरेको यस्तै छ। तपाईँहरू पनि कतिजनाले माया सपोर्ट गरिदिएर सर्ट बसिराख्नु भएको छ, च्यानललाई सब्सक्राइब गरिदिएर तपाईँलाई पनि वक्का दिक्कै भइसक्यो होला एउटै खालको भिडियो हेर्दा होइन। अनि
नयाँ सालमा चाहिँ चट्टा आउँछ होला अलिकति हामीले चाहिँ खोलातिर जाने सट्टा मासु लग्यो अरे ट्रक अनि खाना उता पकाउँदै खाँदै तर्खेर जाउँ भनेको साथीहरूले चाहिँ उता भन्थ्यो उता गइन्छ होला। अनि आजको भिडियो चाहिँ अब यति नै होला सायद अब केही छैन देखाउने केही छैन बोल्ने कुरो यदि भन्छु जति पनि नयाँ जोडिनुहुन्छ सबैजनाले सपोर्ट गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि जति पनि च्यानललाई सब्सक्राइब गर्दै फेरि अनसब्सक्राइब गरिदिनु होला त्यस्तो नगरिदिनु होला किनकि च्यानललाई कतै सब्सक्राइब भने यहाँ दिल यहाँ हुन्छ नि यहाँ बहुत खुसी हुन्छ नि त अनि अनसब्सक्राइबै भइदियो भने फेरि यहाँ यो अनुहारै पुरा निराश हुन्छ होइन यति सब्सक्राइब पुगेछ ल भनेको अलिकति खुसी मोटिभेसन टक्क हुन्छ भने अनसब्सक्राइब भने फेरि मोटिभेसन घटेर जान्छ नि त त्यही भएर अनि यो चाहिँ छोटो छोटै ब्लग हुन्छ ल तपाईँहरूले माया गरिदिनु होला अनि जति पनि नयाँ हुन्छ तपाईँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिएर चाहिँ कताबाट हेर्दै हुन्छ अनि भिडियोहरू कस्तो लाग्छ तपाईँहरूले चाहिँ इन्फर्मेसन दिनु होला मलाई किनकि अलिकति भयो भने मलाई मोटिभेसन मिल्ने छ है त साथीहरू अनि यति नै हो आज चाहिँ यति भन्दै भिडियोलाई चाहिँ अन्तिम गर्न चाहन्छु फेरि भेटौँला।